सुन्नु न तपाईँको लागि एउटा गुड न्युज छ के छ त्यो फ्री फायर छ नि त्यो नेपालमा ब्यान्ड हुँदैछ अरे के बेन्ड हुँदैछ भने के हो ब्यान्ड भनेको हट्दैछ भने कि ए हो दामी भएर छ के भएर चाहिँदै थियो यसले मान्छे बिगारिसक्यो बिगार्दैन किन बिगार्दैन फ्री फायर खेलेर कुनै कति लाख पैसा हराएर बाबुआमालाई जोगी बनाएर जेलमा पठाएर के अरे मरेछ बाउ चाहिँ होइन त्यस्तो होइन मान्छेले कमाइ पनि त गरे नि त्यो फ्री फायर खेल्ने त्यो गेम खेल्नेहरू गतिलो हुँदैनन् हुन्छ न हौ मान्छेले त्यसैले मान्छेले कति करोड जित्या खानु म के भने एउटा बच्चाले स्कुलमा मोबाइल लगाएर बाउको पढाइँदै नपढाइ खालि त्यही फ्री फायर खेलेर कुनै कति 95 लाख कि कति ब्याङ्कमा राखेको जम्मै स्वाहा बनाइदिएछ बाउ त ब्याङ्कमा पैसा राखेको छ मैले थुप्रो आज झिक्न जानु पर्यो भन्दा त छोराले ब्याङ्कै पैसा उडाइदिएछ जम्मै फ्री फायर खेलेर हामीले अब फ्री फायर पब्जी खेल्ने सेटअप गर्नु लानु यहाँ झन् अर्को पिसी ल्याउने भने है त्यस्तो नगर बाबै हेर राम्रो काम गर राम्रो काममा पैसा आउँछ त्यस्तो चाहिँ गेम सेमले पैसा डुबाउँछ डुबाउँदैन मान्छेले विदेशी करोड करोड कम्पनीमा जित्या पैसा नहाल नेपालकै कम्पनीमा पैसा हाल गेम खेल्दा राम्रो हो नि मम्मी होइन गेम खेल्ने मान्छे अहिलेसम्म धनी भाग हुन सकेको छैन नि त फुटबल यो ऊ जस्तो सुरज जस्तो कप मेडल ल्याएर चाँदीको जितेर त्यस्तो ल्याएर ऊ गरे राम्रो छ त्यो यस्तो गेम खेल्दा नि राम्रो हो राम्रो होइन र होइन सुरज दाइको भन्दा धेरै जिते नि त मान्छेले त्यस्तो मान्छेले वर्ल्डै घुम्न पाएको छ वर्ल्डै लान्छ त्यस्तालाई फ्री प्लेन टिकट लाग्दैन भनेपछि बिहान भएकै राम्रो हो रहने बहुत बुरे लग रहे तौबा 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 थारा मूड खराब कर दिया